पङ्खाले ठिकै छ यो आगो मिलाउनु पर्ने मात्रै केही पर्दैन यो धुवा धुलो नगराइकन गर्न परेको नि त यो भन्दा माथि हुनुपर्छ यो टेम्परेचर अनि बल्ल बढ्छ अब हाम्रो 10 भन्दा तल चाहिँ धेरै जरिरहन्छ एउटा पाटो पनि किन्ने बेला त्यो हो खोसेला सहित बोल्नु एउटा खोसेला सहित बोल्नु त कस्तो हुँदो रहेछ आफूले सोया गर्नु जाने हैन कति मकै भ्याइसक्यो त नि अघि बढी